आजको यस भिडियोमा हामी नेपाली इतिहासको एउटा यस्तो घटनाको बारेमा जान्नेछौँ जहाँ 27 जनाको ज्यान गयो। 18 वर्षमा न्याय रोक्यो र अन्ततः नेपालको सर्वोच्च अदालतले छानबिन गर्ने आदेश दिनु पर्यो। यो हो गौड हत्याकाण्ड, जहाँ 27 जना नेपालीको दिन देहाडे हत्या गरियो। आजभन्दा करिब 19 वर्ष अगाडि 2063 साल चैत 7 गते गौड नगरपालिका रौतहटको राइस मिल मैदानमा मधेसी जनअधिकार फोरम र माओइस्टले एउटै स्थानमा छुट्टै सभा राखेका थिए र त्यो सभा बिस्तारै दुई पक्षहरूका समर्थकहरूको बीचको झडपमा परिणत भयो। हेर्दा हेर्दै अत्यन्त हिंसात्मक रूपमा परिणत भयो। लट्ठी ढुङ्गा र हतियार प्रयोग भयो, जसले गर्दा करिब 27 जनाको मृत्यु भयो, दर्जनौं घाइते भयो, जसमा महिलाहरू पनि समावेश थियो, जुन एनएचआरसी अर्थात् राष्ट्रिय मानव अधिकार र अदालतको अभिलेखमा उल्लेखित छन्। 2064 साल वैशाख 28 गते रौतहट जिल्ला प्रहरी कार्यालयमा करिब 113 भन्दा बढी व्यक्तिको नाम जाहेरीमा उल्लेखित थियो, तर विडम्बना छानबिन अघि बढेन, कसैमाथि मुद्दा चलाइएन। तर करिब घटनाको 16-17 वर्षपछि 2082 भादौमा नेपालको सर्वोच्च अदालतले परामादेश जारी गर्यो, जसले अनुसन्धान अगाडि बढाउने बाटो खुलायो। राष्ट्रिय मानव अधिकारको आधिकारिक प्रतिवेदन अनुसार गौड हत्याकाण्ड पूर्व नियोजित र मानव अधिकारको गम्भीर उल्लङ्घन हो भनेर उल्लेखित छ। ती लामो समयसम्म अनुसन्धान नहुनु गम्भीर राज्यगत असफलता। प्रश्न एउटै छ, किन सधैँ आम नागरिकले नै ज्यान गुमाउनु पर्छ?